भोलि धनबहादुरजीले भ्रष्टाचार गर्यो भने भानुचोकमा घिसारेर लिएर मै कालो मसो दलिदिन्छु। यो त यस्तो चिज हो है। म नेपालभरि भनिरहेको छु मिडिया मार्फत, श्रम संस्कृतिको माटो बोक्ने तपाईँको छैन उम्मेदवारलाई जिताउनुहोस्। भ्रष्टाचार गरेछ भने मैले यहीँ भने माटो छोएर कसम खाएर भन्छु, सालपा सिलिचुङको कसम होइन, त्यो मान्छेलाई तपाईँको छैन हामी आफ्नै पार्टीबाट तपाईँको कारबाही गर्छौँ, अख्तियारमा लगिराख्नै पर्दैन। कहिले नरिसाउने, कहिले नगल्ने, बलियो पनि, फेरि काम गर्छु मात्रै भनेर पनि नहुँदो रहेछ, बलियो पनि हुनुपर्दो रहेछ होइन। अनि उहाँ अत्यन्तै बलियो पनि हुनुहुन्छ, युवा हुनुहुन्छ होइन। उहाँले पनि उम्मेदवारी दिने आकाङ्क्षा गर्नुभएको थियो, तर मैले सम्झाएँ, उहाँले मान्नुभयो। उहाँको त्यागप्रति हामी सबैजना कृतज्ञ बन्नुपर्छ है। किनभने एउटा मात्रै कुर्सी छ, चारजना उभिनु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि मैले उहाँहरूलाई पछाडि सार्दा नाइ भन्नु भएन। तपाईँले गर्नुभएको यो महान त्याग होइन, देखाउनु भएको ठुलो मन प्रति हामी सबैजना आभारी छौँ। हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रा यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद छ। ताली बजाइदिउँ एकचोटि फेरि है। ल टिका चाहिँ लगाइ यहाँ ल हस्, थ्याङ्क यू। त्यसै गरी यो धरान उपमहानगरपालिकाको पार्टी व्यवस्थापनमा नेतृत्व गर्नुहुने हाम्रो सचिवज्यू हुनुहुन्थ्यो प्रेमजी। त्यसरी नै अध्यक्षमा हामीले यही हलबाट सर्वसम्मतिले चयन गरेको व्यक्ति दिनेश, हाम्रो बान्थाजी दिनेश राईज्यूलाई, उहाँलाई ताली बजाएर उहाँलाई पनि उहाँले जुन त्याग देखाउनु भएको छ है, अगाडि आइदिनलाई म अनुरोध गर्न चाहन्छु। आजको सभाध्यक्ष नै हुनुहुन्छ उहाँ। मान्छेलाई म चाहिँ कस्तो लाग्छ भने, माथि लेकमा 500 भेडा दियो भने चराउनु बरु सकिन्छ, 5 जना मान्छेलाई गाइड गर भन्यो भने सकिँदैन। किनभने मान्छेको विवेक हुन्छ, स्वविवेक हुन्छ, सचेतना हुन्छ, उसको इच्छा आकाङ्क्षा हुन्छ, उसँग हामी जस्तै तपाईँको चाहिँ नि होइन संवेगहरू संवेदनाहरू हुन्छन्। त्यसले गर्दाखेरि चाहिँ के हो त भन्दाखेरि होइन, मान्छेलाई कन्ट्रोल गर्नु गाह्रो हुन्छ। तथापि धरान उपमहानगरपालिकालाई उहाँले गाइड गरिराख्नु भएको छ। उहाँले पनि त्याग नगरेको भए हामी यो मुकाममा आइपुग्न हामीलाई निकै गाह्रो पर्थ्यो। त्यसो भएको कारणले गर्दाखेरि उहाँलाई पनि हार्दिक सम्मान स्वरूप हामी सबैले ताली बजाएर धन्यवाद दिउँ, सम्मान दिउँ होइन। हामीसँग अर्को एकजना क्यान्डिडेट पनि हुनुहुन्थ्यो, उहाँ अहिले यहाँ उपस्थित हुनु सक्नुभएको छैन, निना चन्द्रजी। उहाँलाई पनि हार्दिक धन्यवाद म दिन चाहन्छु। ताली बजाएर उहाँलाई पनि हार्दिक धन्यवाद दिउँ। उहाँ पनि आकाङ्क्षी हुनुहुन्थ्यो। मैले 4 जनालाई आफै सल्लाह गर्नुहोस् है भनेर भनेको थिएँ, तर सल्लाह अलिकति मिलेन र मैले निर्णय गर्नु पर्यो र मैले गलत निर्णय गरेको छैन जस्तो मलाई लाग्छ। उहाँलाई पनि हार्दिक सम्मान स्वरूप ताली बजाएर हामीले चाहिँ नि धन्यवाद ज्ञापन गर्छौँ। धनबहादुरजीको बारेमा त मैले भनिराख्नु परेन होइन, उहाँलाई हामीले अगाडि सार्ने भन्ने कुरा छ। उहाँको बारेमा त्यति भन्न मैले चाहिनँ। उहाँलाई किन मैले टिकट दिएँ भन्ने कुरा हेर्दाखेरि चाहिँ उहाँले त्याग गर्नुभएको छ है। हुन त त्याग अरूले पनि गरेका छौँ है। र कस्तो देखियो जस्तो मलाई चाहिँ लाग्छ भने, अब यो धरानलाई चाहिँ हर्क साम्पाङ जस्तो मेयर चाहिन्छ, हर्क साम्पाङ माथि के भनेर गइहाल्यो भनेर हर्क साम्पाङको प्रतिमूर्तिको रूपमा है धनबहादुर राईलाई देखेको कारणले गर्दाखेरि पनि धनबहादुर राई नै हुनुपर्छ भन्ने श्रमदातादेखि लिएर हरेक ठाउँबाट त्यो खालको आवाजहरू आएको कारणले
होइन उहाँलाई काम गर्ने मौका हामीले दिएका छौँ। तर यो त सानो स्टार्ट मात्रै हो, फाइनल गेम त बाँकी नै छ। नसुत्नु होला, सुत्नु हुँदैन है, मै जस्तो सुत्नु हुँदैन। मैले यति मात्रै भने। अब उपमेयरको जनतालाई दिइराख्नु है। थ्याङ्क यू। अब ल म अब अन्तिमतिर आउँदैछु। उपमेयरको टुङ्गो पनि हामी लगाउँछौँ अब छिट्टै केही समयपछि। यति बुझ्नुहोस्, नेतृत्वले गलत निर्णय गर्दैन, गलत निर्णय गर्नु हुँदैन नेतृत्वले। र नेतृत्वले गरेको निर्णयलाई होइन फेरि सदस्यहरूले यता त्यता भनिन्नु हुँदैन। हाम्रो विधान, श्रम संस्कृतिको विधान अचम्म खालको छ है। मैले कारबाही गर्नलाई स्पष्टीकरण मागिरहनु पर्दैन, विधानै त्यस्तो छ, निर्णय नै त्यस्तो छ। म सबैलाई माया गर्छु, सबैलाई समेट्छु, किनभने मैले भने अघि हामी मौरी जस्तो बन्नुपर्छ। एउटा मात्रै मौरीले चाका होइन बनाउन सक्दैन, मह लगाउन सक्दैन, थोरै मात्रैले हुँदैन। हामी 3 करोड नेपालीलाई जोड्ने अभियानमा छौँ। गलत निर्णय नेतृत्वले गर्नु हुँदैन, कुनै पनि उसमा दबाब प्रभाव होइन, कुनै किसिमको चाहिँ तपाईँको उसमा नेतृत्वले गलत निर्णय गर्दैन। नेतृत्वले गलत निर्णय गर्दैन। नेतृत्वले गलत निर्णय गर्यो भने त्यो नेतृत्व नै होइन है। त्यसले गर्दाखेरि दबाब प्रभाव विभिन्न खालका छैन उसमा पनि हामीले सही नै निर्णय गर्नुपर्छ र भइसकेको निर्णयलाई मानेर जानुपर्छ। त्यही हो पार्टी, होइन भने जसले जे पनि भन्यो भने त्यो पार्टी होइन। यहाँ सबैजनालाई मैले यो बुझ्नको लागि अन्त गर्न चाहेँ। जेठ अन्तिमसम्ममा भनेर भनेको छ, त्यसमा केही हप्ता 10 दिन थप्न पनि सकिएला। जेठ अन्तिमसम्ममा मिडिया मार्फत पनि मैले भने नेपालभरिका सम्पूर्ण 753वटै पालिकामा को उठ्न चाहनुहुन्छ, के उठ्न चाहनुहुन्छ भन्ने कुराको तपाईँको चाहिँ नि के अरे त्यो आकाङ्क्षा कसैले सिफारिस गरिराख्नु पर्दैन। त्यो खालको आकाङ्क्षा चाहिँ होइन छ भने त्यो चाहिँ अब हामीले सङ्कलन गर्दैछौँ। यहाँ पनि तपाईँहरूले अब यो 20वटा वडामा को के गर्ने भन्ने कुरा यो जेठ अन्तिमसम्ममा सङ्कलन गरिहाल्नु। त्यसमध्येबाट गलत निर्णय फेरि हामी गर्दैन होइन। सामाजिक हिसाबले चिनिएको कि होइन होइन, सक्षम मान्छे हो कि होइन, इमान्दार मान्छे हो कि होइन, काम गर्छ कि गर्दैन। हाम्रो उद्देश्य भनेको के हो भन्दाखेरि यो देशमा होइन 1 रुपियाँ बजेट छ भने 10 रुपियाँको काम गर्ने हो। श्रम संस्कृतिले जितेको पालिकाहरूमा अरू पालिकाहरूमा भन्दा 10 गुणा धेरै विकास हुन्छ है। किनभने हामी त श्रमबाट गर्छौँ, अरू ठेकाबाट गर्छन्, हामी श्रमबाट गर्छौँ। फेरि सबै कुरा श्रमबाटै हुन्छ भन्ने छैन, तर श्रमको ठुलो फ्याक्टर हुन्छ त्यहाँ। त्यसले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु मिडिया मार्फत, हामीले सबै पालिकामा जित्नुपर्छ भन्ने उद्देश्यका साथ हामी भाग लिन्छौँ र जहाँ हामी जित्छौँ, धेरैवटा पालिकामा हामीले जित्नुपर्छ देशैभरि। जहाँ हामी जित्छौँ त्यहाँ त्यो पालिकामा भ्रष्टाचार हुँदैन। भ्रष्टाचार हुने बित्तिकै त तपाईँको छैन, भोलि धनबहादुरजीले भ्रष्टाचार गर्यो भने भानुचोकमा घिसारेर लिएर मै कालो मसो दलिदिन्छु। यो त यस्तो चिज हो है। म नेपालभरि भनिदिइरहेको छु मिडिया मार्फत, श्रम संस्कृतिको माटो बोक्ने तपाईँको छैन उम्मेदवारलाई जिताउनुहोस्। भ्रष्टाचार गरेछ भने मैले यहीँ भने माटो छोएर कसम खाएर भन्छु, साल्पा सिलिचुङको कसम होइन, त्यो मान्छेलाई तपाईँको छैन हामी आफ्नै पार्टीबाट तपाईँको कारबाही गर्छौँ। अख्तियारमा लगिराख्नै पर्दैन है, अख्तियारमा लगिराख्नै पर्दैन। त्यो निष्ठा हो हाम्रो है। हामी गरी खाने मान्छे हो, मागी खाने मान्छे होइन, चोरी खाने डाँटी खाने मान्छे होइन। त्यसले गर्दाखेरि मैले भनिरहेको छु, धनबहादुरजीमा मेरो पूर्ण विश्वास छ। हामी चोरेर खाँदैनौँ, ठगेर खाँदैनौँ। हाम्रो नम्स भनेको पसिना बगाएर खाने हो है। बरु रुखो सुखो खाउँ
झुत्रो झाम्रो लाएर हिँडौँ, तर हाम्रो इमान डगमगाउनु हुँदैन। जुन दिन हाम्रो इमान डगमगाउँछ त्यो दिन श्रम संस्कृति पार्टी धराशयी भएर जान्छ। म यहाँहरू सबैजनालाई, यहाँ बस्ने मान्छे मात्रै होइन, त्यहाँ बस्ने पनि, र त्यहाँ बस्ने र यहाँ बस्ने मात्रै होइन, नेपालभरि मिडिया मार्फत सुन्नुहुने, सम्पूर्ण श्रम के अरे संस्कृतिमा विश्वास गर्नुहुनेहरूलाई म भन्न चाहन्छु, ठग्नको लागि चोर्नको लागि खबरदार नआउनु। तपाईलाई हाम्रै पार्टीले तपाईँको मुख्य चोकमा लगेर कालो मोसो दलेर जुत्ताको माला लगाउँछौँ। त्यो निष्ठा हो श्रम संस्कृति। यहाँहरू सबैजनालाई यो जानकारी गर्दै तपाईँको चाहिँ अनुरोध गर्न चाहन्छु, यसपालिको चुनाव चिन्ह माटोमा अब अहिलेदेखि नै लागिहाल्नुपर्छ। धेरै छैन समय, मङ्सिरतिर हुन सक्ने सम्भावना छ चुनाव।